Good evening, everyone. इन्टर अलमोस्ट फुटबल टुर्नामेन्ट चलिरहेको छ र यो लिगको चौथो खेला चलिरहेको छ अहिले र आज हामीसित हुनुहुन्छ हाम्रो शेखरजी र हजुर शेखरजी हजुर आजको टुर्नामेन्टको विषयमा केही भनिदिनु पर्यो। नमस्ते हाम्रो साथी हाम्रो विकासजी। आज खुसी छु कि म यहाँ आउन पाएँ त्यो त ठुलो कुरो होइन। त्यसपछि मैले भर्खरै थाहा पाएँ र यहाँ आएँ अनि हेर्दा 5वटा चाहिँ टिमको चाहिँ लिग सिस्टममा चाहिँ गेम भइरहेको रहेछ। अब 2-3 गेम त भइसक्यो, अब चौथो गेममा खेल भइरहेको छ। एकदम राम्रो खेल भइरहेछ, खेलाडीहरू धेरै राम्रो प्रगति भएको रहेछ होइन। अब यसमा अझ अलिकति टाइम पासिङमा चाहिँ अलिकति कमजोरीहरू चाहिँ अझै सुधार्यो भने खेल एकदम स्तरीय छ। अब पक्कै पनि खेल एकदम मैत्रीपूर्ण अनि अनुशासनको हिसाबमा चाहिँ राम्रो खेल भइरहेछ। जबरजस्ती कोही पनि खेल्नु भएन, पहिला स्वास्थ्यलाई नै खेल्नुपर्ने, स्वास्थ्यको लागि चाहिँ खेल भन्नुपर्दाखेरि शेखरजी आज हाम्रो प्राइजहरूको चाहिँ के छ त भन्नुहोस्। हजुर क्यास मनी छ कि क्यास पनि अनि होइन ट्रफी पनि छ, प्रत्येक विधामा ट्रफीहरू छ होइन। त्यसपछि ब्याजहरू छ, त्यसपछि गएर बेस्ट प्लेयरलाई बेस्ट किपरलाई अनि गएर नगद पनि पुरस्कार छ भनेर हाम्रो के अरे हाम्रो ओल्डमको छ पुराना दिग्गज खेलाडी हाम्रा अनिल शेर्पाजीले चाहिँ भनिसक्नु भएको छ। अवश्य पनि यो खेल स्तरीय र राम्रो एउटा भविष्यमा सम्झना लायकको चाहिँ स्मरणीय खेल बन्ने छ भन्ने मेरो भनाइ छ। है धन्यवाद। हस् धन्यवाद हाम्रो शेखरजीलाई धन्यवाद। र हामीसित अहिले हुनुहुन्छ हाम्रो अनिल शेर्पाज्यू। अनिल शेर्पाज्यू हजुरलाई वेलकम छ ओल्डमाउसको लाइभ प्रोग्राममा। थ्याङ्क यू सो मच दाइ। र अहिलेको यो प्राइजको विषयमा के भनिदिनुहोस् नि, नगद प्राइज छ कि छैन है? यो आजको टुर्नामेन्टमा एकदम दमदार नगद प्राइज छ दाइ। हामी एकदम सरप्राइज नगद प्राइज राखेका छौँ च्याम्पियनको लागि। हामी आज हामीसँग इभन आज जुन बिहान हुँदैछ 5 बजे हाम्रो गेम छ नि दाइ, अर्जेन्टिना र स्विजरल्यान्डको, त्यसको लागि हामीसँग के अरे ब्रेकफास्ट बुफे साथै 5 जनालाई फ्री पास पनि छ हाम्रो होइन। सो जानु त्यो पनि छ र हामीसँग 1000 द्रम क्यास प्राइज पनि छ दाइ च्याम्पियनको लागि। दमदार छ दमदार। त्यसको लागि ट्रफीहरू केही छ कि? ट्रफी छ नि दाइ, यहाँ कसरी हेर्नु नि हामीसँग च्याम्पियन ट्रफी, त्यसपछि हामीसँग छ रनर अप ट्रफी होइन, ट्रफी छ रनर अप ट्रफी। त्यसपछि हामीसँग सबै क्याटेगोरी छ, बेस्ट किपरलाई छ, टप स्कोरलाई छ, बेस्ट प्लेयरलाई सबैलाई छ। प्राइज मनी भन्नुभयो 1000, त्यो चाहिँ एउटै टिमलाई मात्रै हो कि च्याम्पियनलाई हो नि त? रनरअपलाई ट्रफी लिएर जाने, खालि ट्रफी लिएर जाने हो। च्याम्पियनलाई पनि अब क्यास प्राइज दिने, सरप्राइज दिने, चुपलाई दिने। थ्याङ्क यू सो मच शेर्पाज्यू है। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच। हामी आजको लाइभ कन्टिन्यू गर्दै हामी अर्को दिग्गज ओल्डमाउसका सिनियर खेलाडीको पासमा जानु पर्यो। हामी उहाँ हुनुहुन्छ हाम्रो इन्द्रज्यू। नमस्कार, हाम्रो इन्द्रज्यूकोबाट हामी केही सुनौँ है। र स्कोर त तपाईँलाई भनिहालेँ। र इन्द्रज्यू आजको टुर्नामेन्टको विषयमा तपाईँबाट पनि 1-2 शब्द जानु पर्यो। हाम्रो यो लाइभमा हुनुहुन्छ सबै है। ओल्डमाउसको हाम्रो यो आन्तरिक क्लबभित्रैको टुर्नामेन्ट हो यो। धेरै पछि हामीले सोचेका त थियौँ धेरै पहिल्यैदेखि, तर धेरै पछि सक्सेस भयो आज हाम्रो क्लब होइन। आज राम्रो भइरहेछ, रमाइलो भइरहेछ, भाइहरूलाई बोलाएर जमघट भइरहेको छ। राम्रो भाइहरूको प्रतिस्पर्धा हेरिँदैछ, हामी पनि हल्का हल्का 5-10 मिनट घुस्दै होइन, राम्रो भइरहेछ। धन्यवाद इन्द्रज्यू। र अहिलेको स्कोर भन्दाखेरि देव टिम 2 र हाम्रो अमित टिम 0। र अहिले हामीसित जोड्नु भएका छ हाम्रो प्रेसिडेन्ट श्री किशोर गात्राज्यू। र किशोरजी हजुरकोबाट एउटा सानो लाइभमा थुप्रो हुनुहुन्छ है, उहाँलाई यसो इन्फर्मेसन एकदम रमाइलो भइरहेछ। हाम्रो यो ओल्डमाउसको पहिलो चाहिँ इन्टर कप भनौँ टुर्नामेन्ट, भाइहरू भेटरेन भाइहरू सबै मिलाएर हामीले 5 टिम बनाएको गेम एकदम रमाइलो हुँदैछ। र मेन भनेको पर्पज भनेको अब टिम बिल्डिङ र एउटा कनेक्टिभिटी बढाउँ भनेर हो। रमाइलो भइरहेछ। अब गुड लक गेम अझै एकदम डिसाइडिङमै छ, चलिरहेछ त। धन्यवाद। धन्यवाद किशोर भाइ। र म्याच चाहिँ भन्नुपर्दा चाहिँ हजुरलाई कुन चाहिँ टिम चाहिँ अलिक स्ट्रङ जस्तो लाग्दैछ त अहिलेसम्म? 4वटा म्याच भइसक्यो है, 4वटा म्याच चलिरहेको छ, 4th म्याच। कुन चाहिँ टिम चाहिँ स्ट्रङ जस्तो लाग्दैछ आउट अफ 5? आउट अफ 5 त स्ट्रङ त हाम्रै हो टिम चाहिँ है, तर अलिकति
टेक्निकल्ली हामी अलिकति कहाँ चुक्यौँ त्यही भएर हो रिजल्ट आएन तर स्टिल हामीसँग पनि छ अझै 2टा गेम हातमा छ दाइ 1 से 1 सबै राम्रो छ दाइ टिमहरू ल हवस् त धन्यवाद किशोर भाइ